हिजो चाहिँ मैले मेरो फ्यामिली मेम्बरसँग गेम खेलेको थिएँ के अरे हिजो कुन थियो अरे बिर्सेको स्पेन र फ्रान्स थियो अनि मेरो फ्यामिली मेम्बर धेरैले चाहिँ स्पेन सेलेक्ट गर्नुभएको थियो त्यो अनुसार मिल्यो होइन अब आज चाहिँ म मेरो समूहका दिदीबहिनीहरूलाई म आज तान्न लाउन गइरहेको छु भरे राति हुन गइरहेको अर्जेन्टिना भर्सेस इङ्ल्यान्ड अब लेट्स सी कसको चाहिँ कुन कन्ट्रीको चाहिँ धेरै पिकअप हुँदो रहेछ हेरौँ है हाम्रो दिदीबहिनीको पावर हेरौँ है त मैले स्टार्ट गरेँ आजलाई ल अब यहाँ फर्स्ट अफ अल यहाँ हाम्रो एकजना मुइयाले तान्दै हुनुहुन्छ है ल अर्जेन्टिना ओइ ल ल एउटा आयो अर्जेन्टिनालाई ल ल स्टार्ट अर्जेन्टिना ल 2 भोट फर अर्जेन्टिना के भइरहेछ यहाँ हामीलाई पनि हतार थियो नि तान्नै दिएन 3 फर अर्जेन्टिना के भयो अर्जेन्टिना दिदी बिग फ्यान अर्जेन्टिनाको दिदी चाहिँ अर्जेन्टिनाको बिग फ्यान अर्जेन्टिनाकोले चाहिँ इङ्ल्यान्ड तान्नु है ल हाम्रो अर्को दिदीले तान्नु भएको छ अहिलेसम्म 4 अर्जेन्टिना 2 इङ्ल्यान्ड भन्नु है काउन्ट गर्नु है 2 इङ्ल्यान्ड म इङ्ल्यान्ड भनेको होइन उता 4 भएको छ अर्जेन्टिनाको अर्जेन्टिना 4 इङ्ल्यान्ड 3 है बिन्ता दिदी है अब अब यता ल अर्जेन्टिना र इङ्ल्यान्डको बराबर 4-4 आएको छ है भोट लेट्स सी है इङ्ल्यान्डले जित्यो है जित्यो ल आइज हाई फाइभ आइज ल 6 इङ्ल्यान्ड 6 इङ्ल्यान्ड 4 अर्जेन्टिना है ल ल ल ल छिटो 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 ल 5 तर अर्जेन्टिनाले हार्छ बाँकी छ ल अब लास्टमा एकजना साथी बाँकी छ अहिलेसम्मको रिजल्ट अनुसार चाहिँ इङ्ल्यान्डको धेरै भोट आएको छ है अब हेरौँ है कसका हुँदो रहेछ ल अब मेरो साथीले तान्दैछ यहाँ ऊ त अर्जेन्टिनाको हेटर हो नो भएन जसलाई हेट गर्यो त्यही आउँछ ल अब यता लास्टमा उहाँ हुनुहुन्छ है लेट्स सी है अर्जेन्टिना हो होइन म चाहिँ आज तान्दिनँ किनभने एकदम तटस्थ मैले जति पनि टिमलाई सपोर्ट गरेँ सबै घर गइसक्यो म एकदम न्युट्रलमा बसेको अनि म जसलाई सपोर्ट गरेर त्यो हार्छ त्यही भएकोले मैले चाहिँ अर्जेन्टिनालाई सपोर्ट गर्दैछु बुझ्यौ मैले सपोर्ट गरेँ भने के हुन्छ थाहा छ नि त्यही भएर आजको भोट अनुसार धेरै आयो इङ्ल्यान्डको धेरै आयो है आजको भोट अनुसार इङ्ल्यान्डको धेरै आएको छ नि कुरा बुझिराख्ने त्यहाँ ल अब यति भन्दै हाम्रो दिदीबहिनीहरू सबैजना घर जानु लागे अब चाहिँ हेरौँ है घरमा पनि गराउ हामी चाहिँ इङ्ल्यान्ड ल ल इङ्ल्यान्ड हो तर ल शुभकामना अर्जेन्टिना म चाहिँ ल हेर्नु होला है रिजल्ट के हुन्छ है